झापाको भद्रपुर 8 एक यस्तो ठाउँ जहाँ आज मानवता नै रोइरहेको छ, जसले 9 महिना कोखमा राखिन्, जसले आफ्नो निन्द्रा त्यागेर सन्तानलाई निदाउन सिकाइन्, जसले भोकै बसेर पनि छोराको पेट भरेकी थिइन्। आज त्यही आमाको शरीर आफ्नै छोराको कुटाइले रक्ताम्य बनेको छ। आँखामा गहिरो चोट, शरीरभरि नील डाम, तर यी घाउभन्दा गहिरो चोट त उनको मनमा परेको छ। आमा, जसका लागि सन्तानै संसार हो, आज त्यही संसारले उनलाई पीडाको सागरमा धकेलिदिएको छ। हामी कस्तो समाज बनाउँदैछौँ र बन्दैछौँ, जहाँ सहारा बन्नुपर्ने हात नै प्रहार बन्छ, जहाँ माया दिनुपर्ने मन नै पत्थर बन्छ। ती आमाको उपचार त हुँदै होला, तर उनको मनमा परेको घाउ सायद कहिल्यै निको नहोला। आमा कुट्ने हात होइन, आमालाई सम्हाल्ने काँध बन्न सिकौँ, किनकि आमाको आँसु कहिल्यै सस्तो हुँदैन।